लास्ट आन्टी तपाईले ढिला गर्नुभयो यार दुईजनासँगै हामी रहेछौँ तपाईले ह्यापी लोसार सँगै ह्यापी लोसार अहिले गर्नु गऱ्यो नि बहिनी लाएर हामी कुरै कम गरेर हामी टर्न गर्दैछौँ यतिखेर हामी अब भुटोलमा करिब आइसकेका छौँ है यहाँबाट सबैजना हामी अल्नु परेका छौँ त्यो साइड छोड न हो यहाँ कत्रो बाटोमा रुख लडेर बसिरह्यो धेरै गाह्रो टाढा छ बहिनी अब भुन्डोल मात्रै डर मर्दो बाटो छ नि यहाँ यहाँ यस्तो भिड किनभने यहाँ फोन लगाइसक्यो अब ल भतिज ल ल ल ल ल यार यहाँ पुरै रुख हलेर हो के हो मामा मिठो भयो अहिले भोक लाग्यो बेला यो झऱ्यो यार यहाँ ल भान्जा टोको टोको दुई हात माएर म भुटोलको भाइरल मान्छे तपाईँ नाम भन्नु त पुरै म राधै हेलो गुड मर्निङ आज हामी लोसारको प्रोग्रामको लागि भुन्टोल फर्मिङ स्थित भुन्टोलमा हामी जाँदैछौँ र हाम्रो गाडीमा सामान लगत हालिसकेको छ हामीले होइन हालिसकेको छ हाम्रो गाडी सामानहरू त्यहाँ तयारी छ पुरै यहाँ पुरै प्याकिङ भइसकेको छ होइन कोही स्कुटीमा कोही गाडीमा हामी जाँदैछौँ र आज लोसार हामी विशेष गरी त्यहीँ मान्नेछौँ त्यो गाडीमा यहाँ सुन्दा मैले कुर्दा है हामी त बोल्फोमा सबैजना जम्मा हुनु पऱ्यो भनेर कुरै भयो लास्ट आन्टी तपाईले ढिला गर्नुभयो यार आज लास्ट हामी धेरै कुरिने होइन भयो अब 45 मिनट हुन लाग्यो मल्ल हेर्नु त तपाईँले कुर्दा है यतिखेर बर्खु चोकमा आगो लगभग हामी 1 घन्टा हुन लाग्यो सबजना बाहिर कुरिरहेको छ तपाईँले कुर्दा हामी यहाँ आइसक्यौँ यहाँ सुमा पारिरहेको छौँ त्यो दक्षिणकाली नगर सदरबारी पो हामी दामी भ्यू छ यहाँ तल हजुर कुञ्चाङ ए हजुर मेरो कुञ्चाङ मसँग आउनु भएको हो ह्यापी लोसार दुईजनासँगै ह्यापी लोसार सँगै ह्यापी लोसार जाने कहाँ जाने हामी पिकनिक भन पिकनिक भन ह्यापी लोसार भन यहाँ हामी सुन्दा बहिनीलाई कुर्दा है यहाँ यसरी यहाँ गाडी पार्किङ गरेर बस्यौँ ल यहाँ बहिनीले गर्नु गऱ्यो नि बहिनी लाएर हामी कुरै कम गरेर हामी त्यहाँ उसमा बल्खुमा ट्राफिक लडेर अनि भाग्यो नि ल भन्छ नमस्ते गर मामलाई नमस्ते नु अब हामी भुन्डोल जाँदैछौँ यतिखेर हामी अब भुटोलमा करिब आइसकेका छौँ है यहाँबाट सबैजना हामी अल्नु परेका छौँ त्यहाँबाट माथि पनि पुग्दो रहेछ पुग्नु चाहिँ तर हामी चाहिँ सामान टर्न भएको कारणमा त यताबाट चाहिँ माथि जाने कि भन्ने कुरा भयो
फुटिहाल्यो नि के हुँदैन त्यो साइड छोड न हुँदैन छ्या म फेर कराएको छु त्यो त ड्राइभरलाई थाहा भइहाल्छ नि होइन त्यही आउनु आउनु भेन केही हुनु आउनु 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 ल यार हाम्रो गाडी नआएर जात्रा अब यहाँ बाइक पारेर हामी अगाडि जाँदैछौँ होइन हुन्छ अब बेलुका खाइन्छ नि दादा गएर अगाडि हिँड्दैछौँ गाडी बाहिर गएन कि यस्तो यहाँ चाहिँ कस्तो राम्रो बाटो यहाँ है फेरि यहाँ चाहिँ कस्तो राम्रो बाटो है यहाँ त्यही त यहाँ ए यहाँ रहेछ ल ल ल दिदी यार ल ल भुन्टोलको रमाइलो दृश्य तपाईँलाई देखाइरहेको छौँ त्यहाँ हिँड्दैछ ट्री ट्री बोक्दै हो साथीहरू हो यहाँ कत्रो बाटोमा रुख लडेर बसिरह यार धेरै गाह्रो भयो दिदी पुग्ला दिदी गोर जग्गा छ ल भुन्डोल जाने बाटो वा जग्गा छ यार त्यो बाटो आउनु आइपुग्नु है हामी बेकारमा हिँडेर दुःख पाए बदिस अलिकति गाह्रो छ मामालाई गाह्रो ल गाइज हामी चाहिँ जङ्गलमा चाहिँ छौँ बाटो एकदम निकै रमाइलो छ है माथि झारीहरू दिल्लै चाहिँ गाह्रो भएको थियो है दिल्ली कालिम्पोङ कस्तो गाह्रो भएको थियो है ल हेर्नु दिदी कति टाढा छ बहिनी अब भुन्डोल मात्रै ए तपाईँहरू भुन्डोलकै बासिन्दा हो ए ल यार उहाँहरूले कति बोल्नु भएको छ झप्प पारेर है यहाँ सिक्काको लागि हाम्रो सलाम भान्जोले बगिरहेको छ पानी पानी चाहिँ कम हुन्छ होला मलाई है त्यही आउँछ पानी तर पनि नल्याए पनि हुँदैन यत्रो जङ्गलमा त जङ्गलै ल्याएछ डर मलाई बाटो छ नि यहाँ त बट यहाँ हेर यस्तो भिड साँच्चै हामी त्यही बाटो छ नि हामी दिदी डर राम्रो बोल्दै हामी बट खतरा पहिरो छ यहाँ हामी त्यहीँबाट यता आएको ल ल यहाँ पार्टीहरू त्यहाँ खाँदैछ अब हामी चाहिँ भुन्डोलको ठाउँलाई चाहिँ हामी हाम्रो आजको दिनलाई लोसार कार्यक्रमलाई चाहिँ यहाँ हामीले ठाउँ जग्गा छौँ सामुन्ने यहाँ सबै स्टोर गर यहाँ भतिज कस्तो राम्रो ठाउँ लाग्यो हेर्नु ल है पुरै झप्पा आनन्द है आफै ठाउँ संसार होइन राज दाई केही छैन संसारमा यस्तै जङ्गलमा कुन ठाउँबाट आउनु भएको होला दाउरो त अब यहाँनिर पालौँ ल किनभने यहाँ आफू लगाइसक्यो अब ल भतिज ल ल ल ल ल दाउरा पनि खतरा फर्निचरबाट हामीलाई आधी घन्टापछि आइपुग्यो ल ल ल यार दाउरो पनि खतरा छ ल जनताहरू सबै आउँदैछन् नि मासतिर यहाँ हाम्रो दाइले चाहिँ के सफा गरेछन् ल यहाँ हेलो हेलो खोइ हाई खोइ हाई गरे बाला हाई गई हाई खोइ आना हाई हाई गरे बाला आज मेरो
यहाँ सफा गर्दै हुनुहुन्छ है ल यो लहरहरू पनि छ यहाँ यो लहरहरू चाहिँ त्यसलाई काट्नु हुन्छ होला ओ यो त के हो यार काँडा छ काँडा ल केटाहरू त्यो कोइलाले यसो फुटाउँदै गर्छ यो म्याट ओछ्याउने ल भान्जी यहाँ वेलकम है वेलकम लोछारको शुभकामना साथै दिदीलाई यहाँ आउनको लागि आमन्त्रण गर्दछु रे हजुर यहाँ सालोले फर्मलाई अब नपुगेर आदि गर्दैछ है सर्कल बनाउनु लाग्यो चगडी चाहिँ अनि यसले गोलो बनाउने हो ल यार यहाँ सब भाग लाउँदैछ अब अन्डा उत्या छ अन्डा ल्याउने ल यहाँ बहिनीहरूले भान्जीहरूले चाहिँ यहाँ भाग लाउँदैछ अब होइन चम्चा खोइ चम्चा चम्चा रोटी अचार चम्चा ले यहाँ ठिक छ है माथिबाट हो ए यो ग्लासमा फालौँ ल यार यहाँ बहिनीले जाँदैन त हो त्यो अन्डा चाहिँ यहाँ राखेर मान्छे सेल हाल्नु नि प्लेटमा थप्प होइन उसले बाँड्दै गर्छ पास खाना हाल्यो चना चाहिँ कहाँ हाल्ने त हेलो गाइस लासो रहेछ सबै यहाँ लासो 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 ल हाम्रो दिउ लासो गर्नु पर्यो लासो ल यहाँ दिदीले अब यहाँ अन्डा केलाउने हुन्छ है आएपछि हाम्रो पहिला फर्स्ट पेजको खाजा यो त्यो चाहिँ हाम्रो सिका काट्नु हुँदैछ बिस्तारै है हाम्रो कुञ्चाङले यहाँ अन्डाको कुञ्चाङले ल यार यहाँ पुरै रुख हलेर हो के हो अब हामी यो ठाउँलाई चाहिँ यो धेरै चिसो भयो है भति कहाँ रहनु भयो यस्तो हो र कहाँनिर को टाढा सबै आउँछ जु मामा मिठो भयो अहिले भोक लाग्यो ब्यागै छ हलिडे हलिडे वान हो होलिडे चाहिँ हामी मान्न आएको छ यहाँ सुजल यहाँ लोसार पनि पिकनिक मनायो पिकनिक आज स्पेसल छ रन्जित लोसार स्पेसल जङ्गलमा हुन्छ के हुन्छ र यहाँ त बहिनीसँग सल्भ गरेको म चाहिँ अब यो कोइला लिएर हामी जाँदैछौँ तल ज्याकेट है ज्याकेट यहाँ जाडो भएर हामी तल घाम जाँदैछौँ सेक्का पोलेर खाँदैछौँ अब नेक्स्ट टाइम सेक्काको लागि हामी अब हामी यहाँ सेक्वा पोल्न लागिरहेको छौँ यहाँ है त्यो सम्म ठाउँमा अघि हामी जङ्गल त्यो जङ्गल थियो जङ्गल त पुरै चिसो भएर हामी त यहाँ कस्तो गाह्रो भयो क्या अघि सल्केको हाल्नु
यो झऱ्यो यार यहाँ प्लाई निकाल नम्बर प्लाई कुन प्लाई यो प्लाई के यो प्लाई दुईटा त पाए हो कि यो बेला कालो हुन्छ यो ल यार अब 5 मिनेटमा यो पनि तयार हुन्छ लगभग सबैले खाँदै गर्नु है फेरि यहाँ फेरि अब यो एकैचोटि होला भनेर चाहिँ नहुँदैछ है यो है हेरे खाँदै गर्ने हेरेको नगरौँ क्या सबै खाँदै गरौँ क्या पुग्छ अनि त्यही त फेरि यहाँ जम्मा होला भने हुँदैन नि त पाक्दा टाइममा छ नि होइन मेरो त आफ्नै मान्छेहरू रहेछ त अनि उहाँहरू अनि मेरो बुढी नि भम्जन स्या भने बित्यो नि अनि कालो जेन्डिस त उचारै नहुने रहेछ ल यार यो चाहिँ बाँकी बस्यो त बहिनी वेट तर यहाँ यो कुरा हो पाक्यो हो र खै म त यो चाहिँ पानी हो त्यहाँ नै पानी खेचेर पानी कहाँ पानी सोही ल अब हामी सेप आउन लाग्छ यहाँ सबजना है यो उसको कलेज हो नि त के हो उनिसक्यो यता यता हाल्नु न दाइ यता राख्नु टक्क बबिया राइस हाम्रो यता पनि के हो बङ्गुर धेरै लामो कि त्यो छोटो गरम है के हुन्छ मास धेरै पाक्दैन नि अनि सबैतिर कान्छे यति हाल्दै यतिकै यहाँ माथि हाल्नु न झरिहाल्छ झर्दैन हौ यहाँ माथि ल कान्छ ल ट्याक्क निकाल उल्टी निकाल पत्रिका पैसा न पत्रिकाले के छोड नै एकछिन तातो छ हुन्छ ल भान्जा टोको दुई स्माइल लेग पिस लोकल पर्यो त्यहाँ चरा कस्तो बिठा करायो दामी छ यार माथिको वरिपरि जङ्गल छ होइन यो ठाउँलाई के भन्छ दाजु भुन्डोल म भुन्डोलको भाइरल मान्छे तपाईँ नाम भन्नु त पुरै म राजदाई राज के हो भुन्डोल राज के थर ब्लोन राजा ब्लोन होइन ब्लोन छैन त्यहाँ ऊ राजा दाई मात्रै ब्लोन राखेको छैन तपाईँ यो ठाउँमा मान्छे कहिलेदेखि आउनु थालेको ए धेरै वर्ष भइसक्यो पहिला कुहिरोहरू आउने कुहिरोहरू आउँथ्यो कुहिरोहरू यहाँ रमाइलो गर्दै नाचगान हुन्थ्यो अनि दाइहरूले मैले पहिला उयो तर थियो मैले त्यहाँ पसल राखेको थियो अनि त्यो भएर यो अहिले नयाँ त्यो विदेशीहरूले बनाइदिएको टर यो ए त्यो चाहिँ त्यहाँ को बस्ने ए तपाईँहरू सबैजना बस्नलाई को लागि ए पानी पर्यो भने ए ल ल ल उहाँ चाहिँ यहाँको स्थानीय बासिन्दा हुन्छ हजुर भाइरल के अरे राजदाई राजदाई ल यार भुन्डोल राजदाई भनेपछि त प्रख्यात ल अनि तपाईँको छ नि सबैलाई हेर्नुहोस् तपाईँको अस्तिको भिडियोहरू सबै हेर्नुहोस् मैले यस्तो धार छ नि पानी र टोइलेटको व्यवस्था गर्नुपर्छ भनेर मैले सम्पर्क हालेको छ यहाँ हो ल के गर्नुपर्छ दाजु यहाँ भन्नु न अब त्यो फोहोर र छ नि पानी र बत्तीको लागि मात्रै व्यवस्था गर्नु बाँकी छ यहाँ ए ल टोइलेट र बत्तीको लागि मात्रै ल यार उहाँ स्थानीय राजु दाई चाहिँ एकदम भाइरल दाजु दाई चाहिँ होइन यहाँ उहाँको यहाँ सबैलाई सहयोग गर्नुहुन्छ नि त हेल्प गर्नुहुन्छ दाजु होइन हजुर ए म सबलाई सहयोग गर्छु सहयोग गर्ने हजुर ए दाजु रक्सी खानुहुन्छ रक्सी हजुर तपाईँ रक्सी खानुहुन्छ रक्सी रक्सी त बिहान र बेलुका मात्रै हो खानुहुन्छ झ्यापै झ्यापै कहाँ खानु एक गिलास थर कि ककटेल होइन लोकल हो हजुर अनि बोतल खाँदैन सिलप्याक ए बोतल महँगो आफ्नै अर्ग्यानिक अर्ग्यानिक घरकै ए दाइ सकरको कि कोदोको हाम्रो सक्कर हाल्दैन के हाल्छ हाम्रो केही हाल्दैन मनाउसन केही हाल्दैन ए कोदो सिधै कोदो होइन मकैको ए मकैको ल ल ल गोपाल ल यार यहाँ चाहिँ दाइले चाहिँ यहाँ चाहिँ के अरे लोकल प्योर रक्सी खानु भएर चाहिँ उहाँ यहाँ चाहिँ भुन्डोलमा या चौरमा समाज सेवा गर्नु हुँदो रहेछ होइन हजुर
उहाँ समाजसेवी राजदाईलाई चाहिँ सबै एकचोटि चिनौँ। उहाँ निकै भाइरल मान्छे होइन 10 करोडले हेरिसक्यो। त हेर्छ ल हेर्नु यस्तो छ भुन्डोलको सबै चिज उहाँले चाहिँ यहाँ फोहोर व्यवस्थापन सम्बन्धी हेर्नुहुन्न छ है। खुसी लाग्यो। र रक्सी चाहिँ खानु भयो भने त अहिले छोड्नु पर्यो रक्सी चाहिँ। होइन बिहान चाहिँ म 1 गिलास भयो नि खानुपर्छ, हात काम छ। अब जुस खानु जुस है रक्सी जुस खानु छ अब। हजुर अनि तपाईँ परिवार कहाँ छ दादा? मेरो बुढी बित्यो भयो 7 वर्ष भयो। म भुन्डोलमा मिनोडर पानी बोकेर आउँथ्यो, यो जार बोकेर आउँथ्यो, कालो जेन्डिस भएर बितेको लाएर। अनि बुढी तपाईँ यस्तो बैरागी ला हो त? बैरागी होइन अनि के गर्ने त? अनि बिहे नगर्ने अब के गर्ने? बुढो 48 वर्ष लगाइसक्यो के ल हेर्नु। अनि त्यसो भए खत्तम भयो नि त। त्यही बेला तपाईँ रक्सी खान छोड्नु भएको छ त? 48 मा नि फेरि आयो छ नि। अनि बिहे गर्नु हुँदैन। वर्षले त होइन मेरो छोराछोरी को छ त? मेरो 3टा बुहारीहरू विदेश छ, अस्ट्रेलिया। ल हेर्नु। अनि यस्तो नि अस्ट्रेलिया म त बिहे गर्दिनँ अब। हेर्नुहोस् अस्ट्रेलिया भन्दै हेटौँडा उता त नि हेटौडाको उता अस्ट्रेलिया हेटौडा उता ल हेर टाढा छ नि।